बासले अड्कायो ट्रेनिङ त यो घोडीमा हाल्नु नि त अर्को घोडीमा चिसो चिसो मौसमलाई तातो बनाऊ कि ओ गोबरलाटहरू के छ गोबरलाट 1 गोबरलाट 2 गोबरलाट 3 अन्त क्यामेरा हेलो साथीहरू हामी चाहिँ कहाँ हो तेरो हड्डी तेरो हड्डी होइन आरडी तर अब के गर्नु भन्न नआएपछि तेरो हड्डी भन्छन् क्या जस्तै अर्काको उयो हालेर अर्काको ड्रोन सटहरू मेरो त्यो मेरो के भन्नु छ के अरे भाइरल हुनको लागि अर्काको ड्रोन सट युज गरिरहेको छ साथीहरू तपाईँहरू केही कमेन्ट हालिदिनु पर्यो दिस इज मङ्की म्यान लाग्दैन भाइ त्यो काम लाग्दैन नकाटे हुन्छ त्यसको छोइन गलो के त गलो न आउनु हुन्छ बासले अड्कायो पक्नु मङ्की म्यान लुका ओके डन उडाउँदैन हौ कस्तो यहाँ नजिस्किन यहाँ टकटकाउनु दे के भएको छ यो कति के भन्दैछ कस्तो लाग्यो त दामी हानिदिएको नि यहाँ फेरि कोही बाठा हुँदैछन् जान्ने खुकुरी भन्दा कर त जान्ने हुनु हुँदैन क्या कहिले काहीँ पढ्ने बेलामा गुच्चा खालेपछि यस्तै हुन्छ नि 20 किलोको मान्छेले नुहाउँदो रहेछ झन् नुहाउन 20 किलो चाहिँ होइन है साथीहरू ल तामा पर्यो नि त गाइजहरू त्यही भएर फाइनली अब हामी बाहिर चल्दिन्छौँ सुजन दाइको घरमा आइसक्यौँ हामी घरमा त कोही पनि हुन्न त म छु त हात्तीको च्याकमा चल्दिउँ भरभन नानी त कपानी दुईटा त कालो कालो देखेन हौ त्यही हो बोको यहाँ क्यामेरा बोक्ने बोको ला कस्तो क्यामेरा बोक्ने बोको म बोको होइन खसी हो ए बोका होइन म रागा हो रागा होइन त्यो त कति किलो छ र भाउजूले सबै मान्छे बोलाउँदै हिँड्दै हुन्छ सुजन दाई एकचोटि म्या गर्नु सुजन दाईको याद आयो क्या त्यसलाई देखेर अरे ल अलराइट साथीहरू हामी लाग्दिन लागेको अब घाँटीमा कमिला कुद्दैछ हेर न कमिला छ काम गरेपछि कमिला त कुद्छ नि अरू के कुद्छ रो भनिदिनु हो ल है चढ चढ्न बिचमा झन् म यहाँ छु क्या चढ निकाल आफै निकाल्छन् सुजन दाइले होइन लास्टमा गोरे आउँछ गोरे लास्टमा हो गोरे लास्टमा हो ल अब अलराइट साथीहरू यहाँनिरको हक थियो होइन हग्न छोड्यो गुड द्याट्स गुड फर यु तर तिमीले यहाँ आएर चाहिँ कुकुर किन हगेको तिमीले हेर त कुकुर एउटा कुकुर होइन दुईवटा कुकुर त सँगै छ कि एउटा कुदाउँदैछन् बाइक एउटा बिचमा बसेको छ एउटा लास्टमा बसेको मात्र बुद्धि अलिकति मान्छे भएको मान्छे हो बुद्धि लास्टको त झन् ठिस हो ठिस ठिस हो ल दामी मोमो हेर कडा को खान्छ तिमीहरू बफ मोमो आयो दामी बफ मोमो हिँड्दैछ त बाहुनको छोरा आएर सुँगुर खाइदेऊ नि त आज के त ओए भेज खान्छस् त कस्तो हो नाइ भन्छौ मेरो भाइ यता हो भेज चाउमिन हो यहाँ बस्नु
टिकटके बाहुनको छोराले सुँगुर खान लागेछ म त खादिनँ म त सोझो बेच्नु नखाने त यता हो ए बेच यो दामी ठाउँ छ के मलाई पनि थाहा थिएन खान्न मैले अन्डा चाउमिन भन न अनि मलाई त्यो चाउमिन होइन उसलाई अन्डा चाउमिन अन्डा चाउमिन मासु त खान्छ कि तर जोत्नेको खाँदैन क्या त्यही भएर उसलाई चाहिँ सुँगुरको अन्डाको बनाइदिनु अनि मलाई चाहिँ अघि भनिसकेँ मैले ल लाइट साथीहरू हामी चाहिँ सैसीमा खाजा खाने ठाउँमा होइन जिस्किँदै भएर ल्याइहाल्यो अब खाइदिइहालौँ मजा होइन खाजा पलाएर अनि पेट भर्ने अनि रमाइलो गर्दै हिँड्ने उल्का गरिरहेको छौँ सो हामी चाहिँ अहिले कहाँ अरे यो हाटखोलामा छौँ अनि यहाँको नाम चाहिँ के अरे लन्डन काठमाडौँ के भन्दैछ भाइले अघि काठमाडौँ मोमो हाउस के थियो होइन हामी चत्रमा बसेर काठमाडौँको मोमो हान्दैन मान्छे पऱ्यो साथीहरू के गर्छ यस्तो तर मुख भरि घाउ छ न साथीहरू यो मेरो टिकटक गाडी हो कि सबैले फलो गरौँ ल यहाँनिर ल टिकटक आइदियो अरे कसैले त भिडियो त हेर्दैन मुलाले के फलो गर्छ तिमीलाई सो साथीहरूलाई यो भिडियो मार्फत भन्दैछु होइन हाम्रो यहाँ बोराबा चोबर भाइरल भइरहेको छ अनि टिकटकमा मेरो 2टा भिडियो चाहिँ बाबाले भाइरल गइरहेछ सो तपाईँहरू पनि गएर हेर्न सक्नुहुन्छ टिकटक आइडी पनि सुझाउने छ अनि हाम्रो बोराबाद आउनु होला राम्रो बोराबाद आउनु होला सनसेटको भिडियो सनसेटको बेलामा चाहिँ दामी के भन्छ फोटो खिच्दा दामी भ्यू जान्छ क्या भ्यू जान्छ होइन भ्यू देखिन्छ के बोलिरहेको छ ल साथीहरू हामी चाहिँ खाजा साजा खाएर यहाँबाट निस्किसक्यौँ होइन अनि अब हामी यहाँबाट निस्किँदैछौँ हजुर चिकन चाउमिन ओहो के छ अजित भाइ आउँछ हौ अरू घाम डुबेको हेर्छ नि हामी किन तपाईँको चाहिँ खोइ हेलमेट गोजीमा होला खोइ हेलमेट खोइ नम्बर प्लेट देखाइदिन्छ आइ भन्नु न एकचोटि हाई सब्सक्राइब युट्युब खोलेर छिटो एकचोटि हानिहाल्नु न एकचोटि युट्युब खोल्नु न म नेट हालिदिइहाल्छु यहाँ सब्सक्राइब गर्नु ल छिटो जबरजस्ती सब्सक्राइब भरे आउँछ तपाईँको भिडियो नि आउँछ हौ भरे कस्तो नहाल्नु यस्तो हेर्छ मान्छेको ए ल चरीवारीहरू तिमीहरू यहाँ दाइलाई यस्तो टक्कसँगले नेट छ लाइक कमेन्ट सेयर सब्सक्राइब हान्नु पर्यो टक्क जाने युट्युबमा टक्क थिच्ने हो अनि ए सुजन थिच्ने हो आइसक्यो ए आइसक्यो एउटा भिडियो टक्कसँग प्ले गर्ने हो अनि हेर्ने हो टक्क लाएर अन्त नि सब्सक्राइब भइसक्यो त्यहाँ भिडियो भरे आइहाल्छ होइन यहाँ अगाडि ल नबोलाउने इन्भाइट छैन हामी 4 जना मात्रै हो के हो र आज स्पेशल स्पेशल हो आज ल ल दाजु ल धन्यवाद मैले भनेपछि धन्यवाद ल साथीहरू हामी चाहिँ बोराबाद आइसक्यौँ छिरिसक्यौँ भित्र कसैलाई केही भन्नु छैन होइन स्कुलको बस सुत्दा आउन थालिसक्यो अब यहाँनिर सुजन दाइको आज मैले पुरै छिनिरहेको छु क्यामेरा तिमीले जहिले छिन्छ साथीहरू बोर्ड सोट केही नदेखाउने हामी आज एक्सपोज हान्न आएको एक्सपोज हान्न आएको बोट हेर्दै बोट आउँदैछ यहाँ आउँदैछ हेर साथीहरू
500 रुपियाँ मात्र अरे बोटमा चढेको 2 मिनेट घुमेको ल साथीहरू देख्नुभयो मात्र 500 कति अरे सुजन दाइ खोइ 500 होला 500 नि हो अब यो भिडियो हालेर हामीले प्रमोट गर्यौँ भने हामीलाई फ्री हुँदैन हामीलाई हुँदैन तिमीलाई यो यता देखाउ म देखाइदिन्छु यो मामा साह्रै प्यारो छ मामा मेरो मामा साह्रै प्यारो छ छन चाहिँ केही छैन यहाँनिर फेरि तपाईँहरू यसो अलिक फोटोग्राफीमा जान्ने हुनुहुन्छ भने आउनुहोस् फोटो खिच्नुहोस् अरू चाहिँ केही छैन यी बल्ल मात्रै हो जाने हुनुहुन्न भने मलाई भन्नु कन्ट्याक्ट मात्र फोटो खिचेको 50 रुपियाँ अनि अहिले यहाँनिर नयाँ कुराहरू पनि थप्पेछ म देखाइहाल्छु के थप्यो भनेर बोराबारमा 3टा यो थप्पेछ आज घोडा खेल्नु आउनु म घोडा खेल्छु अनलाइन हुन्छ कि हुँदैन सोध्नु ट्र्याक गर्छु ल्याउनु न तपाईँ नगर्नु क्या आज म गर्छु क्या ब्लग मेरो भ्लग यहाँ ल्याउनु न एकछिन आज म फुल क्या म आज एकछिन आज तपाईँ जहिले हाल्नुहुन्छ तपाईँ थुप्रा हेर्दा मान्छे पागल भइसक्यो क्या अब नि यो अङ्कललाई सोध्छु क्या हेलो अङ्कल के छ अङ्कल यो घोडा हो कि घोडी हो घोडी हो भाइ चढ्छ अरे अनलाइन तिरेर चढ्न मिल्दैन ला क्यास हो हेन्ड टु हेन्ड क्यास अब क्यास बोकिँदैन अनि अनलाइन हुँदैन अनि हामी घोडा चढ्न आएको घोडी कहाँ चढ्ने तर घोडा चढ्न आएको घोडी रहेछ नि त फेरि भन्नु त घोडी चढ्नु अङ्कल फेरि होइन म त घोडी नै चढ्ने त्यसो अब ल साथीहरू ट्रेनिङ त यो घोडीमा हाल्नु नि त अर्को हात्ती साप चप्पल र हात्ती उस्तै त्यस्तै क्या ठिक छ त्यो पनि हो इन्जोय चाहिँ गर्छ भिडियो मात्र खिच्छौ घोडा चढ इन्जोय गर हेर्नु तपाईँको यो भिडियो खिच्दै बराबर नि यहाँ हेर्नु यो भिडियो यो हामीले खिचेर हालिदिउँ भने नि वाइल्ड मान्छे आउँछन् किनभने म छु नि त यहाँ म आएपछि त सबै यसो स्पोन्सर गरिदिनु हामीलाई यसो एडभर्टाइज गरेको बेला घुमाइदिनु न यसो गर घोडाको पिठो खिच्यौ 200 रुपियाँ अरू क्या अङ्कल तपाईँलाई मैले माने ल एकचोटि गुड ल अङ्कल हामी यसो रमाइलो मात्र गरेको हामी पनि यहाँ घर यतै हो उयो तेरो आदि हो मलाई थाहा छ तपाईँको घर हो चढाइदिनुहरू उहाँ तपाईँको कस्टमर आउनुभयो ल अङ्कल हामी लाग्यौँ मिठो गफ भयो तपाईँसँग ल व्यापार कस्तो चलिरहेछ नि ए हाम्रो अङ्कल पनि यहीँ हुँदो रहेछ लु अङ्कल पनि मैले देखिरहेको थिएँ दाइ यो किन यता भनेको एकचोटि दाइ यो एउटा ह्याट लागेर फोटो खिचेको कति हो 50 रुपियाँ मात्र यस्तो एफोर्डेबल छ नि गर्लफ्रेन्ड बोयफ्रेन्ड आउने ह्याट र बुके बोक्ने फोटो खिच्ने घर जाने ह्याट र बुके बोक्ने होइन फोटो खिच्ने हाम्रो दाइलाई चाहिँ चिनिरखौँ है फेरि यो हाम्रो दाइलाई ल यहाँ बोराबान एकदम महँगो भयो भन्दैछ के कस्तो हो लु भनिदिनु पर्यो यहाँ जनता जान्न चाहन्छ ल के छ त यहाँको विशेष भनिदिनु पर्यो काम गर्दा गर्दा होइन मैले एउटा टिकटकमा देखेको थिएँ क्या अप्पर महँगो भयो यहाँ उयो चियाहरू चाहिँ लास्ट महँगो भन्ने कुरा छ यहाँ त नर्मल प्राइस छ यहाँनिर चिया पसल कहाँ आउँदा यहाँनिर आएर के महँगो भयो भन्नु ठ्याक्कै म भनिदिइहाल्छु के महँगो भयो यहाँ के चाहिँ महँगो छैन 6 लाख तपाईँले भन्नु म ठ्याक्कै भनिदिइहाल्छु खै के म यहाँ सोध्छु ओ भाइ हिँड न लु ल पूजन दाइ ल भाइ ल चिया पसल हन्टिङमा महँगो कहाँ हो यहाँ रोज पनि गर्लफ्रेन्ड छैन कसलाई किनेर दिने ए म त रोज भनेको त होइन गोरे भाइको गर्लफ्रेन्डको लागि ल भरिपूर्ण छ कहाँ महँगो महँगो रिबिल हान्दै हिँड्नु पर्ने महँगो ए उयो दाइलाई सोध्नु न तपाईँ अनलाइन चल्छ दिनको 10,000 बेच्नुहुन्छ अरे म यहाँ चाहिँ अनलाइन चल्छु हेर्नु त उ छ कि बारु
अनलाइन चल्छ अब अब तिमीले यहाँ खुवाउनु पर्छ कफी खुवाउनु पर्छ 1 रुपियाँ छैन यहाँ ए मनिषको रहेछ नि त नि को मनिष यो ऐना तपाईँहरूको याद हुन्छ के याद हुन्छ याद गरौँ आउनु ओ मनिष के छ सुजन्ता यहाँ ल्याउनु आयो ल या ठिक छ याद गरौँ यहाँ आउनु न याद गरौँ त ल इ आफै हेर्ने नि यसरी याद गर्ने नि अरू के याद हुन्छ र याद गर है होइन नेक्स्ट टाइम भेट्नु पर्छ याद चाहिँ भएन आफूले आफूलाई चाहिँ देखिरहेको छु ऐनामा जाउँ न उयो 10,000 को चप बेच्छ भनेको न सोधेर आऊँ न यही हो होइन होला यही त हो नि अनि सोधौँ न कि हामीलाई के कुन हो त होइन ओ को हो यहाँ 10,000 को चप बेच्ने चाहिँ दिनमा 10,000 को चप चाहिँ कसले बेच्ने हो ए उहाँ भित्र हो भित्र चाहिँ हो यता होइन ए क्यामेरा देखेर साइको भइदिएर म त इन्टरभ्यू लिँदिहाल्नु हो र 10,000 को चप बेच्दैन हो भनेको तपाईँ रहेछ त अगाडि 10,000 को भाउजूले भ्लग हेर्छ के हाल्छ अर्को कहाँ हो उहाँ टोइलेट छ होइन पहिला पहिला आउँदा त होइन यही ठाउँमा उतै गएर मुद्दिन्थ्यो कि अहिले त सब मान्छे नै मान्छ कुशल ए कुशल ओ भाइ कुशल ए कुशल गुगुक गुगुक गर्छ त यो त ओ आयो त यो चाहिँ आउँछ त ओ भाइ यहाँ हेर त कुशल ओ सेक्सी पारामा हिँडिरहेछ यहाँ सेक्सी पारामा ढुक्लुक ढुक्लुक ढुक्लुक